Happy birthday to you. Lo कलमै छन् देखादिनु त होला नि Happy birthday नाना ए वाउ कस्तो राम्रो कि हामी चाहिँ यहाँ केक लिएर जाँदैछौँ अनि यो केक चाहिँ रियाको तर्फबाट है रियाले बनाएर लगिदिनु है नाना भनेर भनेकोले गर्दाखेरि हामी चाहिँ केक लगेर नानालाई सरप्राइज दिन जाँदैछौँ Happy birthday to you. Happy birthday to you. Thank you, Bunurai. Thank you. Happy birthday, Nana. Thank you, Bunu. Happy Thank you. Nana. Happy birthday. Koi ta reaction? Reaction भएन. Dhaneru ye. Thank you, Bunu. Thank you. Thank you. Cake. कसले भन्नु हुँदैन कसले? रियाले है. रियाको तर्फबाट. ल रियालाई चाहिँ के भन्यो भने मलाई थ्याङ्क यू रिया राई लो सरप्राइज नै भएन. सरप्राइज गिफ्ट पो भएछ केक है राख्छु कस्तो भयो भन्दिन ल. मलाई एक्सपेक्ट गर्नुभएको थियो कि थिएन? सोचेकै थिइनँ कि रियासँग बिहान चाहिँ बोलेको थियौँ एकछिन अनि अब यसरी आउँछ भनेर चाहिँ थाहा थिएन भनौँ न रुन्छु क्यार ल अब रियालाई चाहिँ धन्यवाद ल प्रसिसको पनि उसले मनाइदिएको छ मेरो पनि अब केक पठाइदिँदो रहेछ अब खानुपर्छ सबै मिलेर हेलो नमस्ते सबैजनालाई स्वागत छ सबैजनालाई नानाको युट्युब च्यानलमा. अनि म चाहिँ अहिले यहाँ केक लिएर पनि आइसकेँ. अनि मलाई चाहिँ बिहान रियाले फोन गरेको थियो कि अनि नानालाई केक लगिदिनु है भनेर भनेको थियो. अनि आज चाहिँ नानाको बर्थडे. अरे होइन बुढी भएको 27 कम्प्लिट 28 रनिङ. अनि म चाहिँ केक ल्याउँदै थिएँ कि त्यही आइपुगेपछि ओ भिडियो पनि बनाउँछु भन्ने आयो क्या सोच. अनि त्यही भएर मैले त्यही अलिकति ल हाम्रो रियालाई चाहिँ धेरै धेरै धन्यवाद छोराको पनि उसले मनाइदिरहेको थियो. अनि अब मेरो पनि यसरी केक आउँछ भनेर मैले सोचेकै थिइनँ. उसले चाहिँ पठाइदिएको छ यहाँ बहिनीलाई. अब हामी चाहिँ केकहरू पनि काट्नेछौँ. रियालाई चाहिँ थ्याङ्क यू धन्यवाद. ल अब हामी केक काट्छौँ. ल काटौँ है त ल तपाईँ देखिनु न क्यामेरामा खै त रिया थ्याङ्क यू है थ्याङ्क यू. अनि के हो फोन नउठाइ नउठाइ हो. अनि हामी त ऊ के बहिनी आइरहेको छ कम्ता खुसी भएन त अन्त नि त्यही त ह्याप्पी बर्थडे भन्दै आइपुगिरहेको छन् है. ल धन्यवाद है. अब फेरि भिडियो कलमै बोलेर अब काट्ने एकछिन भेना आएपछि आउँदैछु भन्दै हुनुहुन्थ्यो. हामी खोलेको पनि छौँ ल त्यत्तिकै छ. अहिले भेना आएपछि हामी खोल्छौँ काट्छौँ हामी बोल्दै नै गरौँ न ल. यता नाना हुनुहुन्छ अनि यता मम्मी हुनुहुन्छ छोरी. अनि हामी भेला पनि अफिसबाट आइपुग्नु भयो. अनि हामी चाहिँ यतिजना भेला भएको छौँ. यो चाहिँ प्लान थिएन अनप्लान है. रियाले सरप्राइज दिएको. रिया तपाईँ र मेरो सल्लाह थियो नि यस्तो सरप्राइज दिने हगेर भनेर सोध्नु त. खोइ नानै देखिनु भएन होइन रहेछ हगेन भन् त. थ्याङ्क यू है रिया. अब के गर्नु बुढेसकालमा पनि बर्थडे मनाउनु पाइयो. वाउ जाऊ Happy birthday नाना कस्तो राम्रो कि रियाले बनाइदिएको केक. खिच्नु है भेना फोटोहरू चाहिँ. ल हेर है रिया पनि छ नि यता कलमा. रिया पनि कलमा बोलिरहेको छौँ. धेरै धेरै धन्यवाद फेरि पनि. कस्तो राम्रो छ यो पनि देखाउनु न ह्याप्पी बर्थडे नाना भनेर पनि. बस्नु छोरी पर छोरी पनि बस्नु. अब सबै सेटहरू पनि रहेछ. अब बुढेसकालमा भए पनि अब बर्थडे चाहिँ मनाउँदा है 27 कम्प्लिट के पो गर्नुपर्छ यसलाई. भेनाले टाइटल बालिदिनु बाबु
होला नि निकाल्नु पनि ए त्यो त टानी होस् न इमा दिउँ भाइ ल रिया त्यस्तो भन्दा त्यस्तै कस्तो राम्रो रहेछ हेर केक देखेको कि बाल्दिन तपाईले बाल्दिन तपाईँ बाल्दैन नाना यस्तो गर्नु लु बाल्दिनु नाना पुग्ने हो उ मै बाल्दिन दिएको उयो मात्रै लिम ए म त त्यो चेरी रहेछ या त पर्दैन हात यस्तो गर्नु बाल्दिनु नि यसलाई टले बाल्नु न भेनाले लाइटर एकैचोटि बाल्नु भएको एउटा छुरु भइसकेको छ अर्कोतिर अब हुन्छ होला फेरि हो के भन्दा ल के अर्को लाइट ल्याउँ त अर्कोलाई त छैन नि त नि एकैछिन ल सुरु गर्नु त कान्छी ल यो स्प्रे चाहिँ पहिला बाल्नु है यस्तो गरी बराबर बनाऊ न यस्तो नतानी हान्नु ल ल्यायो बा Happy birthday to you. Happy birthday to you. Happy birthday, Nana Suzu. Happy birthday to you. Thank you Ria thank you Again, I'll spray. कति बेला Surprise. Surprise. मलाई सरप्राइजमा भातमा पकाउन सरेर हानेको नि साइली मैले ल थ्याङ्क यू अनि फेरि नानीहरूले मैले अलि गरेँ के गर्दा सही गर्छ ल हामी केक काट्न आँटेको ल रिया यसरी नि ल है ह्याप्पी बर्थडे नाना भनेर लभ 4वटा रहेछ चेरी ल थ्याङ्क यू नाना नै लेखिदिनु है भनेर भनेको थिएँ ठ्याक्कै कस्तो राम्रो के ल काटेँ मैले केक रिया ल तलैबाट हान्नु पर्थ्यो ल अब म खुवाइदिन्छु भेनाले खुवाइदिनु म खुवाइदिन्छु त ल भेनाले मलाई खुवाइ ए लु रियालाई पनि खुवाउनु पर्छ हौ खुवाए जस्तो गरौँ कि लु त ल मुखमै छ है मुखमै छ है यतापट्टिबाट होला कि त्यहीँबाट खुवाउनु हुने ए हुन्छ यहीँबाट ठिक अब रियाले अब केक किनिदिएको उसलाई त खुवाउनु होला नि पहिला ल ल ए लु अब त्यसै चाहिँ न पैसा चाहिँ चाहियो है टिका मात्रै चाहिँ हुँदैन पैसा त चाहियो नि ल ह्यापी बर्थडे टु थ्याङ्क यू ल कस्तो तपाईँ त हातमै समात्नु न च्याप्पै हो छोरी नै हातमा समाउनु न के लगायो हौ फेरि कस्तो खसाउनुहुन्छ या धेरै दिनु हुन्छ फेरि मेरो बुढी पैसा त चाहिन्छ है चाहिन्छ के हो कसलाई मलाई टिका लगाइदिएपछि त चाहिन्छ त पैसा त म दिनु नि त आफ्नै हुनुपर्छ ल फर्मल खान्छ माग्नु कसलाई मलाई पर्दैन म आफै खाइहाल्छु न एकै खाऊ सबै ल छोरीलाई पैसा दिनु अरे तिमीलाई पर्यो नि त परो 10 रुपियाँले चाहिँ हुँदैन है कति रुपियाँ राख्नु भएको थिएन नि 10 रुपियाँ चाहिँ भेनाले यहाँ टक टक पारिदिनु भइरहेछ आएछ अरे खै कति दिन हुँदो रहेछ पैसा हेर्नुको लागि यहाँ भिडियो अफ नगरेको ओ नाना 800 रुपियाँ भेनाले चाहिँ हेर न 100 रुपियाँ सालीले चाहिँ भोलिबाट सरप्राइज दिन्छ तिमीसँगै छ अनि कति चाहिँ दिनु त भेनाले धेरै धेरै दिन भएको छ ल पैसा ए भाइ होइन त्यसमा मम्मीलाई देऊ काटेर यसो चट अब उसले काट्छ के कसले तिम्रो दिने हो क्या तिमीले काट्छ के उसले चटचट मजाले काट्छ उसले पारा ल्याउँछ आउँदैन अब म कस्तो हो त्यो पानी फेरि आयो त रिया गिफ्टहरू त टिकालाई दिनु पर्यो मम्मीहरू छोरीलाई नाना अहिले खोज्नुलाई लाग्छ हेर साइलीको भेनालाई चाहिँ है हाम्रो बुनुको पनि छोरीले चाहिँ के दिने हो हुँदैन त यसको लगाइदिनु कि कुन बनाइदिनु कि खै ममा झले लगाइदिनु लु नाना छोरी सरप्राइज बर्थडे ल बानी छोड्नु ल ढाकेको होइन सरप्राइज बर्थडे नराख्न अलिकति के टिका लगाइदिनु हिँडार फुर्छ त यो यसको चाहिँ टिका अरे यो त रातो चाहिँ मलाई खुवाइदिनु ल ल खानु थाल्यो है रिया बर्थडे नाना 1 वर्ष पुग्नुकोमा धेरै धेरै म त हात धोइ के भयो खै मम्मीलाई दिनुभयो हाम्रै पगाडे अगाडि दिनु त
टिस्यु पनि ठ्याक्कै आज सकिएको रहेछ तँ ल्याउनु अझै आउँछ लु ठुली भोलि नाना महिनाले पनि हालिदिनु भएको छ हेर 1000 म त हाम्रो छोरीले वाउ पक्रिनु त हिँड्जी ल थ्याङ्क यू छोरी फुल बुलाइरहेको छु ल छोरीले चाहिँ कहाँबाट ल्यायो त्यसले चाहिँ फुलको स्कुलको बाटोबाट ल हाम्रो छोरीलाई चेरी दिएँ नि त मैले ल चेरी खाऊ ल अर्को छोरीलाई चेरी अर्को छोरी प्रसादको बर्थडेमा दिन्छु है भन्न पर्दैन कस्तो छोराछोरीले उ गर्नु त हौ यहाँ बुढाले त त्यो केटीको खाइरहेको छ होइन बुढाले त यहाँ यति रुपियाँ दिएर त टार्छ नि नानीको केमा ल खान पनि थाल्यौँ है हामी चाहिँ केक यो बाहिर कता केमा त सिकाइरहेको मम्मीलाई पठाएर बुहारीको बर्थडे खानु पाउनु भयो होइन हामी चाहिँ केक सेक ल ल म देखाउँदै नगर न बाबै नहाँस्नु है अब म चाहिँ हाम्रो अविना बुनुको तर्फबाट आएको गिफ्ट खोल्दैछु ल के दिनु राम्रै हुनुपर्छ उसको रोजाइ नराम्रो हुनै सक्दैन हो उसलाई अनि कहिले कहिले रिसिभ खाएको मलाई थाहा छ थाहा थिएन नि बर्थडे त आज रियाले फोन गरेपछि थाहा पाएको नि नाना त मैले खोले ल वाउ खोल्दैछु ल रिया उल्टो हो क्या नाना उल्टो छ घोप्टाउनु त उल्टो भयो क्या ल वाउ 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 खोले है रिया हेर है ल पक्कै पनि नराम्रो त हुनै सक्दैन यो के होला वाउ ल साँच्चै मलाई त नि यो के हो निकाल्नु न कार्टुन फ्याक्नु न कार्टुन पुरानो फ्याँक्नु कार्टुन होइन त्यो निकाल्नु न भाडा ए ल सबै नगर बाबु यो हेर है वाउ क्युट है कस्तो राम्रो अनि यो हेर त यो पुरा जस्तो हो क्या कति राम्रो यो के राख्नु के मिल्छ भन्छ कति नि राम्रो बल बल भन्छ नि होइन बल हेर त वाउ थ्याङ्क यू ल अब यो मेरो टिफिन भन्दै यो छोरीलाई मन पर्यो अरे कि उसको टिफिन अरे टिफिन बनाउने रे प्रत्येकको कभर पो रहेछ त यो यसको रहेछ यो बिचको रहेछ होइन यसको ठुलोको चाहिँ यो रहेछ क्या यो केहरू राख्नु मिल्ने कति राम्रो छ थ्याङ्क यू अविना बुनु हस् नाना ल यता भेनाले अब तरकारी रेडी गर्नुहुँदैछ अनि अब हामी यहाँ खाना पाक्दैछ अनि अब हामी खानेकुरा पकाएर अब हामी खाना पकाएर खान्छौँ अनि आज चाहिँ रमाइलो भयो एकदमै अनि धेरै धेरै धन्यवाद रियालाई रिया चाहिँ कलमै छ कता देख अनि यो केक सेक खाइहाल्यो अनि अब हामी खाना बनाएर खान्छौँ आजको लागि यति रियालाई धेरै धेरै धन्यवाद फेरि पनि मिठो भयो केक पनि अनि गिफ्टहरू पनि मन पर्यो सबै राम्रो लाग्यो है बहिनीहरूलाई रियालाई प्लस अविना बहिनीलाई पनि अनि हाम्रो आयन भाइलाई पनि धेरै धेरै धन्यवाद हस् नाना आजको लागि यति नै अर्को भिडियोमा भेटौँला रिया चाहिँ अझै हाम्रो कलमै छन् देखाइदिनु त होला नि हामी त नपकाऊ हामी त धेरै धेरै धन्यवाद रिया कृष्ण भनिरहनु बाई बाई गरिदियो बाई बाई गरिदियो